हेलो एभ्रीबडी, आज हामी एउटा डबल इन्टिग्रल सल्भ गर्न आँटेका छौँ जुन चाहिँ यस्तो रहेको छ है त। यसलाई हामी कसरी सल्भ गर्छौँ भन्दा जियोमेट्रिक सिरिजको आधारमा सल्भ गर्छौँ है। सो हामीलाई के थाहा छ भन्दाखेरि यो हो है त। यो फर्मुला चाहिँ युज गर्छौँ है हामी। सो यसलाई अलिकति राम्ररी इक्जाम्पल सहित हेर्नु छ भने सपोज यो टर्म लिउँ है त। यसलाई सपोज यो लिउँ न जियोमेट्रिक सिरिज है त। यो लिन पाएँ नि हामीले। यो भनेको चाहिँ के हो भन्दा यसको रेसियो कति हो भन्दा हाफ हो नि त। यसलाई कसरी लेख्न मिल्छ भन्दा 1/2 को पावर 0 प्लस 1/2 को पावर 1 प्लस 1/2 को पावर 2 र यो हेर्ने हो भने ठ्याक्कै यतिमा इक्वल हुन्छ है त। सो यही हो र यो टर्म चाहिँ इन्फिनाइटवटा छ भने चाहिँ ठ्याक्कै हामीले यो युज गर्न मिल्छ। अब यो केसमा हेर्ने हो भने माथिको केसमा ए भनेको ठ्याक्क 1 छ र आर भनेको xy छ भनेपछि हाम्रो फर्मुला चाहिँ कस्तो हुन्छ भन्दाखेरि n 0 देखि इन्फिनिटीसम्म xy को पावर n। भनेपछि के लेख्न पाइयो भने माथि 0 देखि 1 0 देखि 1 xy को पावर n dx र dy। समेसनलाई बाहिर निकाल्यौँ है। जीरो देखि 1 कति रह्यो माथि त xy n dx र dy। अब के गर्न पाउँछ भन्दाखेरि यसलाई पावरलाई डिस्ट्रिब्युट गरौँ है। सो यो कति भयो यहाँ इन्फिनिटी हुन्छ 0 देखि 1 xn yn dx र dy। क्यामेरा आउट अफ फोकस गइरहेको छ मोबाइलको। अब यसलाई कसरी लेख्न मिल्छ भन्दा यो इन्फिनिटी भयो 0 देखि 1 xn dx इन्टु 0 देखि 1 yn dy है त। सो यो यतापट्टि रफली क्यालकुलेट गरिहालौँ है। यसको सजिलो छ एकदम। 0 देखि 1 xn dx यसको फर्मुला हुन्छ 1/n + 1 आउँछ यता माथि xn + 1 0 देखि 1 x को ठाउँमा 1 राखियो भने यता 1 नै हुन्छ माइनस यहाँ 0 राख्यो भने 0 हुन्छ भनेपछि n + 1 आउँछ है त। सो यहाँ पनि n + 1 आउँछ यहाँ पनि n + 1 आउँछ। सो वी विल गेट 1/n + 1 को होल स्क्वायर र यसलाई मजाले हेर्ने हो भने n को ठाउँमा 0 राख्दा यो कति हुन्छ 1/1 स्क्वायर। यसमा 1 राख्दा 1/2 स्क्वायर। यसमा 2 राख्दा यसमा 3 स्क्वायर। भनेपछि यसलाई कसरी लेख्न पाइयो भन्दा डाइरेक्ट 1 देखि इन्फिनिटीसम्म n स्क्वायर र यसको भ्यालु चाहिँ हुन्छ π²/6। मैले यसको भिडियो बनाएको छु होला। सो थ्याङ्क यू सो मच फर वाचिङ।